यदि आज तपाईँको जीवनको अन्तिम दिन भयो भने के तपाईँ निश्चित भएर भन्न सक्नुहुन्छ म परमेश्वरसँग हुनेछु? धेरै मानिसहरू सोध्छन् सायद, आशा छ, मैले राम्रो काम गरेको छु नि। तर बाइबलले चाहिँ त्यसरी सायद भनेर भन्दैन। बाइबलले चाहिँ निश्चितता दिन्छ। पहिलो यूहन्नाको 5 अध्यायको 13 पदमा यहाँ यस्तो लेखिएको छ। पहिलो यूहन्ना 5 को 13 मा, मैले तिमीहरूलाई अर्थात् परमेश्वरका पुत्रको नाममा विश्वास गर्नेहरूलाई यी कुराहरू लेखेको छु, तिमीहरूसित अनन्त जीवन छ भन्ने कुरा तिमीहरूलाई थाहा होस् र परमेश्वरका पुत्रको नाममा तिमीहरूले विश्वास गर। प्रेरित यूहन्नाले यो कुरा एउटा महत्त्वपूर्ण उद्देश्यका लागि लेखे। उहाँले भन्नुभयो तिमीहरूले यो कुरालाई अनुमान गर अर्थात् अनुमान लाओ भनेर होइन, तर यो कुरालाई जान भनेर। परमेश्वर चाहनुहुन्न कि उहाँका मानिसहरू चाहिँ डर, शङ्का र अन्योलमा बाँचुन् भनेर। यदि तपाईँले येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनी विश्वास गर्नुभएको छ र उहाँमाथि भरोसा राख्नुभएको छ भने परमेश्वरले चाहिँ अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको छ। अनन्त जीवन चाहिँ केवल मृत्युपछि स्वर्ग जाने टिकट होइन, यो त केवल आजैदेखि येशू ख्रीष्टसँगको नयाँ सम्बन्धमा सुरु हुने जीवन हो, जहाँ चाहिँ क्षमा छ, शान्ति छ, आशा छ, परमेश्वरको उपस्थितिको आनन्द छ। यूहन्नाको पुस्तक 5 अध्यायको 24 पदमा यस्तो लेखिएको छ। यहाँनिर यसरी लेखिएको छ, साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुनेमाथि विश्वास गर्छ, उसँग अनन्त जीवन छ र ऊ न्यायमा पर्ने छैन, तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ। ध्यान दिनुहोस् कि येशू ख्रीष्टले भन्नुभयो हुने छ भनेर होइन, तर छ भनेर भन्नुभयो। विश्वास गर्ने व्यक्तिले चाहिँ आजदेखि अनन्त जीवनको आश्वासन पाउनेछ। यूहन्नाको पुस्तक 3 अध्यायको 16 पदमा यस्तो लेखिएको छ। यहाँनिर 3 को 16 मा, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले चाहिँ अनन्त जीवन पाओस् भनेर। प्रिय मित्र, हामीले घर, धन, जागिर र भविष्यको लागि धेरै सुरक्षा खोज्छौँ, तर एउटा कुरा सबैभन्दा महत्त्वपूर्ण छ, के तपाईँको आत्मा सुरक्षित छ? येशू ख्रीष्टले आफ्नो जीवन क्रुसमा दिनुभयो ताकि तपाईँले चाहिँ अनन्त जीवन पाउन सक्नुहोस् भनेर। आज पनि उहाँले तपाईँलाई बोलाइरहनु भएको छ। उहाँलाई विश्वास गर्नुहोस्, उहाँसँग नजिक हुनुहोस् र अनन्त जीवनको आश्वासनमा चाहिँ आनन्दित भएर बाँच्नुहोस्, किनकि साँचो आशा मृत्युमा समाप्त हुँदैन, त येशू ख्रीष्टमा अनन्त जीवनमा प्रवेश गर्नेछ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएका हुन्।